परिवारहरू अनि परिवारजन जो शोकाकुल भएका छन् तिनीहरूको लागि घाइतेहरूको सम्बोधनको लागि राष्ट्रिय परिवर्तन पार्टी हो। त्यसो भएकोले राष्ट्रिय परिवर्तन पार्टीले ती घाइतेहरू, शहीदहरू, शहीदका सपनाहरू, शहीदका परिवारहरू कहिले पनि व्यवस्था गर्ने छैन, सम्बोधन गर्नेछ। त्यसैले म यो गीताको पुस्तकलाई हातमा लिएर बोलिरहेको छु। घाइतेहरूको सम्बोधन हुन्छ, त्यसका परिवारहरूको सम्बोधन हुनेछ। यो गीताको पुस्तक लिएर मैले त्यत्तिकै बोलिरहेको छैन। अब यो घाइते शहीद परिवारजनहरूको लागि हामी लड्नेछौँ, सदैव उनीहरूको योगदानको कदर गर्नेछौँ भनेर यो गीताको पुस्तक हातमा लिएर म बोलिरहेको छु। यो ठाउँमा कमल गुरुङले त्यत्तिकै बोलिरहेको छैन। त्यसैले अब आँधी बेरी सिर्जना गर्दै तपाईँहरू पनि लाग्नुहोस्। अब अहिलेको कुरा छ, वास्तवमा हामी राष्ट्रिय परिवर्तन पार्टीका मूल एजेन्डाहरू हाम्रो वास्तव प्रत्यक्ष निर्वाचन, राष्ट्रपति व्यवस्था प्रणाली हो। राष्ट्रपति व्यवस्था प्रणालीमा गइयो भनेदेखि पटक पटक सरकार परिवर्तन गर्ने समय हुँदैन। एउटैले दिएको मेन्डेट अनुसार हामी लगभग 5 वर्षको हाम्रो कार्यकाल, हाम्रो चाहिँ एउटा एजेन्डा छ। 5 वर्षीय कार्यकालको निर्वाचन, आवधिक निर्वाचन गर्नुपर्नेछ भन्ने छ। र अब वास्तवमा धेरै समयहरू छैन, तपाईँहरू आँटिरहनु भएको छ। त्यसैले म छोटो समयहरूमा यो अझ 5 मिनट पनि लाग्ने छैन मैले। र अब इमान्दारीका साथ हामी यो परिवर्तन पार्टीलाई थप उचाइमा लगेर यो राष्ट्र समृद्ध बनाउने लक्ष्य, उद्देश्य, आकांक्षा अनुसार अगाडि बढिरहेका छौँ। शिक्षा क्षेत्रमा हामी निःशुल्क गराउने प्रयत्न गर्नेछौँ। शून्य सहनशीलताको निमित्त हामी भ्रष्टाचारको अन्त गर्नेछौँ। भ्रष्टाचारीहरूलाई मैले विगत 5 वर्षदेखि 3 पुस्ते अभियानको लागि म अभियानका रूपमा अगाडि बढिरहेको छु। ती भ्रष्टाचारीहरूलाई 3 पुस्तासम्म शिक्षक सेवा आयोग, करा सेवा आयोग, लोक सेवा आयोग, सरकारी अर्ध सरकारी सेना, प्रहरी र आवादी